चैतको 1 गते फागु पूर्णिमा होलीको दिनदेखि नै यी 4 राशि हुने महानुभावहरूको जिन्दगीमा कायापलट हुनेवाला छ। यी 4 राशि हुने व्यक्तिहरूले नसोचेको सुख पाउँदैछन्। यी 4 राशि हुने व्यक्तिलाई अति नै राम्रो शुभ योग अवसरहरूले पछ्याउनेवाला छ। नमस्कार, आजको बसाइमा चैतको 1 गते होलीको दिन लगत्तै भाग्य उदय हुने, भाग्यमा घाम लाग्ने खालका यी 4 राशिको बारेमा म जानकारी दिन आइसकेको छु। अवश्य पनि ढिला नगरिकन, कुनै पनि आलटाल नगरिकन कार्यक्रमलाई सुरुवात गरौं। सर्वप्रथम पहिलो राशि छ सिंह राशि। सिंह राशि हुने व्यक्तिले 1 गतेदेखि नै अत्यन्तै राम्रा शुभ योगहरू चाहिँ पाउन जाँदैछन्। भाग्यले साथ दिनेवाला छ। किस्मतमा नयाँ किसिमको ऊर्जा थपिनेवाला छ। सोचेको आँटेको सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेवाला छ। भगवान सूर्यदेवले राशि परिवर्तन गरे सँगसँगै कुम्भ राशिबाट मीन राशिमा प्रवेश गरे लगत्तै विशेष गरिकन भगवान सूर्यको आशीर्वादले यी 4 राशिहरूमध्ये सिंह राशिका व्यक्तिले बढी सफलता प्राप्त गर्न सक्दछन्। यसै दिनमा सिंह राशिमा चन्द्रमा भएको कारणले गर्दा सिंह राशि भएका व्यक्तिहरूको सम्पूर्ण मनोकामना पूर्ण हुनेछ। यसमा पनि कुनै दुई मत छैन। स्वास्थ्य स्थिति सुध्रिँदै जाने, धर्म कर्ममा चेष्टा हुँदै जाने र एकादशको मङ्गलले कुनै भूमि किन्न सक्ने, गाडी किन्न सक्ने, वाहन इत्यादि किन्न सक्ने, मोटरसाइकल, कार इत्यादिदेखि लिएर आफूलाई दैनिक जीवनमा उपभोग गर्नुपर्ने सवारी साधनहरूमा पनि तपाईँको यतिखेर खर्च हुनेवाला छ। शुभ खर्चको योग पनि तपाईँको लागि बन्दैछ। र एउटा कमजोरी पक्ष भनेको बोल्दाखेरि अत्यन्तै विचार पुर्याउनु होला, सावधान रहनु होला। सिंह राशि हुने व्यक्तिको अष्टम भावमा बसेको नीच राहुले, नीच बुधको कारणले गर्दा, साथमा सूर्यको एउटा चाहिँ सामान्यतया दृष्टि परेको कारणले गर्दा 1 महिनाको लागि भने एकदमै चाहिँ सावधानीपूर्वक चाहिँ व्यक्तिहरूसँग चाहिँ कुराकानी गर्नुपर्नेछ। यो भयो विशेष मेष राशिको लागि एउटा अत्यन्तै राम्रो पक्ष छ। श्रीमतीको साइडबाट तपाईलाई सपोर्ट हुने, अति सपोर्ट हुने खालको र परिवारबाट तपाईलाई सपोर्ट हुने खालको अवस्था देखाएको छ। माया प्रेममा घनिष्ठता हुँदै जाने, बिग्रिएको सम्बन्ध सुधार हुँदै जाने, प्रेममा सफलता मिल्न सक्ने र शुभयोग र शुभ अवसर पनि तपाईले प्राप्त गर्दै हुनुहुन्छ। नयाँ अवसरहरू तपाईले प्राप्त गर्न सक्दै हुनुहुन्छ। धन आगमनका नयाँ बाटाहरू तपाईको लागि बन्न जाँदैछन्। धनको केतु, स्थिर केतुले तपाईको लागि चाहिँ सम्पूर्ण कार्यहरूमा जुन तपाईको धन आउने बाटो छ त्यो चाहिँ सदैव स्थिर गराउनेछ। यानी कि चाहिँ जुन तरिकाले तपाईको ग्रोथ भइराखेको थियो त्यो नघटोस् भन्ने अनुसारले तपाईलाई सफलतातिर लैजाँदैछ। सिंह राशि हुने व्यक्तिको लागि विशेष चैत्र महिना अत्यन्तै शुभ तरिकाले बितेर जानेछ। यो कुरा भयो र साथमा यिनीहरूलाई रोजगार मिल्न सक्ने खालको अवस्था, जागिरमा प्रमोसनका योगहरू हुन सक्ने खालको अवस्था पनि 10औं भावमा बसेको देवगुरु बृहस्पतिले तपाईलाई सपोर्ट गर्नेछ। र यो अर्को दोस्रो राशि हो मीन राशि। मीन राशिमै बसेको सूर्यले मीन राशि हुने जातकलाई फल नदिने कुरै छैन। तपाई मीन राशि हुने व्यक्तिलाई अब 7.5 शनिको विशेष प्रभाव पर्न जाँदैछ। चैत्रको 17 गते लगत्तै तपाईहरूको जीवनमा केही आकस्मिक बदलावहरू चाहिँ आउनेवाला छ पक्कै पनि। यो हिसाबले गन्दै जानु पर्दाखेरि वैशाखको 6 गते पछि नै विशेष मीन राशि हुने व्यक्तिहरू अलिकति पीडित हुनेवाला छन्। तर त्यस बीचमा केही साधारणतया जीवनमा बदलाव चाहिँ अब अवश्य पनि यहाँको आउने नै छ। यहाँको लग्नमा बसेको सूर्यले मान सम्मान प्रशस्त मिल्न सक्ने खालको अवस्था बनाउनेछ र लग्नेश देवगुरु बृहस्पति तृतीयमा बसेको कारणले गर्दा तपाईलाई सम्मान गर्ने व्यक्तिहरूको संख्या पूर्णतया वृद्धि हुँदै जानेछ। गलत काम गर्न तपाईको मन बिल्कुल जानेवाला छैन। अध्यात्ममा रुचि, अरूलाई सेवा गर्नमा रुचि भएरै तपाईको यो चैत महिना बितेर जानेवाला छ। र एउटा सुखभोग गराउन सक्ने द्वादशमा बसेको विशेष शनिले गर्दाखेरि तपाईका हड्डी दुख्ने समस्या, टाउको दुख्ने खालको समस्या, जुन घाँटी दुख्ने समस्याहरू जति पनि थिए ती सबै समस्याहरू समाधान भएर तपाईलाई सपोर्ट गर्नेछ। मीन राशि हुने व्यक्तिहरूको लागि यो विशेष चैत्र महिना अत्यन्तै शुभ तरिकाले बितेर जानेवाला छ। आर्थिक पक्ष पनि तपाईको लागि अत्यन्तै राम्रो हुनेवाला छ। रोकिएको धनहरू तपाईको आउन सक्ने खालका केही सम्भावित योगहरू पनि तपाईको लागि बनिसकेका छन्। वाहन किन्न सक्ने खालका योगहरू पनि तपाईको लागि बनिराखेको छ। पशु चौपायबाट भने त्यति राम्रो सफलता तपाईको लागि देखिएको छैन। त्यो कारणले गर्दा पशु चौपायमा त्यति राम्रो लगानी तपाईको लागि हुनेवाला छैन। मीन राशि हुने व्यक्तिहरू सावधान रहनु होला। अरू कुरा हेर्नु पर्दाखेरि तपाईले साधारणतया अलिकति मुद्दा मामिला अब्जसका समयहरू चाहिँ बिताउनु पर्ने छ है। यो कुरा पनि तपाईहरुलाई सावधान गराए मैले।
अब अर्को कुरा तपाईँलाई मैले भन्न जाँदैछु, तपाईँको अलिकति पढाइमा मन लागेको थिएन भने अझै तपाईँको त्यो चाहिँ मन नलाग्ने खालको अवस्था हो, यो वृद्धि भएर चाहिँ जानेछ है। त्यो कारणले गर्दाखेरि भगवान देवगुरु बृहस्पतिको चाहिँ यहाँले उपासना गरेर अगाडि बढ्दा यहाँले भनेको सम्पूर्ण कामहरू चाहिँ बनेर जानेछ। अब अर्को कमजोरी पक्ष तपाईँलाई बताउँछु। विशेष गरिकन मीन राशि हुने व्यक्तिले यो बेलामा आफ्नो पार्टनरसँग अलिकति कम नै बोल्ने काम गर्नु होला है। मंगलले तपाईको रिस कन्ट्रोल गर्न दिँदैन, रिसलाई चाहिँ दबाउन दिँदैन। त्यो कारणले गर्दा सतर्क सावधान रहेर अगाडि बढ्नु होला, चाहे स्त्री चाहे पुरुष है। त रह्यो विशेष मंगल चौथी। मंगल चौथी भन्ने बित्तिकै श्री गणेशजीको आशीर्वाद र कृपा प्राप्त गर्ने दिन। त्यसै दिन विशेष चैत्रको 5 गते मंगल चौथीको दिनदेखि नै तुला राशि, तेस्रो राशि तुला राशि हुने व्यक्तिहरूले सुखभोग गर्न जाँदैछन्। भगवान श्री गणेशजीको आशीर्वाद र कृपाले गर्दा यिनीहरूको जीवनमा सुखै सुखको बहार र उन्नतिको चाहिँ एउटा संयोग छाउने छ। यसमा पनि कुनै दुई मत छैन। पञ्चममा बसेको शुक्र, पञ्चम भावमा विराजित शुक्रले पनि यहाँलाई शिक्षामा उन्नतिको योग पनि बनाउन जाँदैछ र यहाँले घोकेका कुराहरू दिगो बेरसम्म सम्झिन सक्ने खालको स्मरण शक्ति पावर पनि यहाँको लागि वृद्धि गराउने खालको योग बन्दैछ। भाग्यमा बसेको मंगलले पनि यहाँलाई प्रशस्त साथ दिनेवाला छ। भाग्यमा बसेको मंगलले शुभ कार्यहरूमा तपाईँको मन जाने र मांगलिक कार्यहरूमा तपाईँको हृदय गाभिने खालको अवस्था पनि बनाउनेछ। यसमा कुनै दुई मत छैन। लग्ने शुक्रको अवस्था विशेष राहुसँग भएको कारणले गर्दाखेरि अलिकति प्रेममा भने असफलता चाहिँ यहाँलाई मिल्न जाँदैछ। त्यो कारणले गर्दा अलिकति प्रेममा यहाँले चाहिँ केही अब्जसहरू चाहिँ पाउनु पर्छ। तपाईले बोलेका कुरा सुन्ने मान्छेको संख्या कम हुनेछ र लग्नको चन्द्रमाले तपाईलाई अलिकति ओभर थिंकिङ र ओभर कन्फिडेन्स चाहिँ तपाईको लागि बनाउँछ र अलिकति तर्क वितर्क गर्ने खालको अवस्था पनि तपाईलाई यो विशेष मंगल चौथीको दिनदेखि बन्न जाँदैछ। तुला राशि हुने व्यक्तिहरू सावधान पनि हुनु होला र केही मात्रामा यहाँहरूलाई राम्रो पक्ष पनि छ। आमाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै जान सक्ने खालको योग र विशेष अर्को राम्रो पक्ष भनेको देवताको उपासक हुन सक्ने खालको अवस्था। यो सांसारिक माया मोहबाट चाहिँ अलिकति टाढा हुन खोज्ने खालको एक किसिमको चाहिँ वैरागपनको महसुस हुन सक्ने खालको यो एउटा राम्रो शुभयोग पनि हो। सन्यासीहरूको जस्तो एउटा चाहिँ चरित्र गराइदिन्छ यो समयमा चाहिँ हैन। भगवान श्री गणेशजीको आशीर्वाद कृपाले गर्दाखेरि तुला राशि हुने व्यक्तिको लागि पनि यो महिना, यो चैत्र महिना अत्यन्तै राम्रो तरिकाले शुभ तरिकाले बितेर जानेवाला छ। यसमा कुनै दुई मत छैन। अर्को रह्यो चौथो राशि। चौथो राशि हो कर्कट राशि। कर्कट राशिलाई अढैया शनिको विशेष दशाले चैत्रको 17 गते लगत्तै छोडेर जाँदैछ। त्यसपछि अत्यन्तै राम्रो शुभ योगहरू तपाईको लागि बन्नेवाला छ। त्यसै बेलामा विशेष चैत्रको 24 गते रामनवमीको पर्वको दिन सँगसँगै मंगल ग्रहले मिथुन राशिबाट कर्कट राशिमा घर प्रवेश गरे लगत्तै यहाँहरूको जीवनमा पनि महालक्ष्मीजीको एउटा सिद्ध योग पनि हुनेवाला छ। लक्ष्मी सिद्धि हुने बित्तिकै धन दौलत सुख सौभाग्य समृद्धि अटोमेटिक तपाईको जीवनमा तपाईको पुल्टोमा तपाईको भाग्यमा आउनेवाला छ। यसमा पनि कुनै दुई मत छैन। र भाग्यमा बसेको सूर्य ग्रहले तपाईलाई अत्यन्तै तेजवान, बुद्धिमान, विद्यावान र अत्यन्तै चाहिँ गतिलो बनाउनेवाला छ है। साथमै बसेको बुधले भने अलिकति चाहिँ तपाईको भाग्यमा केही ग्रहणको अवस्था चाहिँ बनाउँछ। टाउको दुख्ने खालका समस्याहरू यहाँलाई चाहिँ दिन सक्छ। त्यो कारणले गर्दा अलि सावधान सतर्क भएर अगाडि बढ्नु होला। वैदेशिक यात्रा यहाँको लागि सफल हुने अवस्था गराउँछ। मंगल ग्रह नीच राशिमा प्रवेश गरे पनि मंगल ग्रहको नीच राशिमा चाहिँ भ्रमण भए तापनि चन्द्रमाले त्यसै दिनदेखि नै तपाईलाई एउटा सामान्यतया सुखभोगको एउटा अत्यन्तै राम्रो सुखभोगको तपाईलाई चाहिँ महसुस गराउनेछ। यो मंगल नीच भङ्ग राजयोग पनि भन्न सकिन्छ। त्यो कारणले गर्दाखेरि अब लग्नकै मालिक लग्नमा गएर बस्नु, कर्मको अधिपति दशमको अधिपति लग्नमा गएर बस्नु, यो अवस्थामा अवश्य पनि यहाँले सुख पाउन सक्नुहुन्छ। यसमा पनि कुनै दुई मत छैन। र यस्तै गरिकन अर्को राम्रो पक्ष छ तपाईको लागि रोजगारीमा। तपाई कुनै रोजगारमा गाभिन खोज्दै हुनुहुन्छ भने तपाईका इन्टरभ्यूहरू पास हुन सक्ने खालको एउटा शुभ योग पनि बनाउँदैछ। तपाईको मुखमा वाणीमा शक्तिको एउटा चाहिँ भगवती माता सरस्वतीको विशेष कृपा बस्ने खालको अवस्था पनि छ। रामनवमीदेखि नै 24 गतेको समयदेखि नै विशेष कर्कट राशि हुने व्यक्तिले
अत्यन्तै जीवनमा राम्रा राम्रा प्रगति उन्नतिहरू चाहिँ प्राप्त गर्न सक्नेछन्। भनेको आँटेको ताकेको सम्पूर्ण कुराहरू पुग्दै जानेछ, यसमा पनि कुनै दुई मत छैन। यो कुरा पनि मैले यहाँहरूलाई जानकारी गराएँ। यहाँहरूलाई आफ्नो बारेमा जान्न मन छ, बुझ्न मन छ, सोध्न मन छ, ग्रहको चरित्रको बारेमा, आफ्नो सम्पूर्ण जीवन दर्शनको बारेमा जान्न मन छ भने दिएको नम्बरमा मलाई अवश्य पनि व्हाट्सएपबाट जोडिन सक्नुहुनेछ।